आजको दिन चाहिँ मेरो है यहाँ भाइसँग खेल्दा खेल्दा हो आज मेरो सन्डे कसरी बित्यो भनेर चाहिँ तपाईहरुलाई देखाउनेवाला छु हैन। र यहाँ चाहिँ भाइसँग खेल्दै थिएँ नि त। भाइ चाहिँ यति क्युट छ है। र हे गाइस, वेलकम ब्याक माई भिडियो डे इन माई लाइफ है। र म चाहिँ यहाँ भर्खरै उठेर चाहिँ म चाहिँ यहाँ उठेर फ्रेस हुँदैछु हैन। र यसो बाहिरनिर चाहिँ अब खिड्की खोल्नु पर्यो नि त पहिला फ्रेस हुन लागि हैन। त्यस्तो खिड्की खोलेर चाहिँ बाहिरको दिन हेरेँ हो, अलिक कस्तो कस्तो भइरहेको थियो। त्यसले गर्दाखेरि चाहिँ म बेडहरू मिलाउन थालेँ हैन। त्यहाँबाट चाहिँ मेरो बेड पनि रेडी भयो है। अन्त यहाँ चाहिँ मेरो काम थुप्रो थियो। आजको सन्डेको छुट्टीको दिन भाडा धुनु थियो हैन। हेर्नुस् न, दिन चाहिँ यस्तो भइरहेको छ हो। अन्त पानी पर्ला जस्तो पनि भइरहेको छ, घाम लाग्ला जस्तो पनि भइरहेको छ हैन। सो अब म चाहिँ यहाँ मेरो टेडीलाई चाहिँ धोएर मजाले सफा गरेर धुइधाइ पारेर नुहाइदिनु पर्ने छ हैन। त्यसले गर्दाखेरि चाहिँ कटनहरू डल्लै निकाल्नु पर्यो नि त है पहिला धुनु लागि। अन्त त्यसले गर्दा म चाहिँ कटन निकाल्दै थिएँ हैन। अन्त कटन निकालेर चाहिँ यति बेसी भयो मेरो कटन, यति बेसी थुप्रियो है। अन्त मैले यहाँ बेड कभरमा डल्लो पारेर चाहिँ मैले राखेँ हैन। त्यहाँबाट चाहिँ अब म यहाँनिर टेडीको सबै भित्रको कटन निकालिसकेर चाहिँ अब यसलाई धुन लानु आँटेको है। र आजको चाहिँ यसरी बित्यो मेरो दिन, यसरी बितिँदैछ हैन। अन्त यहाँ मैले प्लान्ट थियो मेरोमा, अन्त यो प्लान्टलाई चाहिँ यसो हावा खानु राखेँ त्यहाँनिर। त्यहाँबाट चाहिँ म बाथरुममा गएँ है। र बाथरुममा गएर चाहिँ मेरो यहाँ धुनुपर्ने थियो हैन। अन्त यसलाई चाहिँ सर्फमा लगाएर बिछाएँ। अन्त चाहिँ फेरि यहाँ अब यति बेसी हो। अन्त यहाँ आलुहरू पनि भुइँमा राखेको थियो, त्यही कारणले सब्जीहरू मैले माथितिर स्ट्यान्डमा राख्नु लागि मिलाउँदै थिएँ हैन। त्यहाँबाट चाहिँ यति बेसी थियो, टमाटरहरू पनि बिग्रिसकेछ हैन। अन्त मिलाएर अलिअलि मिलाएँ। अन्त अलिक सफा गर्नु थियो, टेबलहरू सफा गरेँ हैन। अन्त गरम यति बेसी थियो हैन, यति बेसी गरम। अन्त ठिक्कै भाइ आयो हैन। अन्त उसलाई चाहिँ आज मसँग मजा लागेछ, आएर खेल्यो, उसँग खेल्नु अरे हो। अन्त चाहिँ गाडीमा खेल्ने, लोडिङ गर्नु अरे, अनलोडिङ गर्नु अरे, उसँग खेल्नु अरे। अन्त उसँग एकछिन खेल्यो, मजा आयो उसँग खेल्नु। अन्त उसको कपाल बाँधिदिएँ। अन्त खेलौँ कि खेलौँ मैले, एकछिन म सफा गरिहाल्छु अहिले खेलौँ ल भनेको, तर मैले खेलौँ कि खेलौँ भने हैन। अन्त भाइसँग चाहिँ खेलिसकेँ। र चाहिँ अब म यहाँ खाना बनाउन आँटेको है। अन्त बाहिर हेर्नुहोस् न, आँप यस्तो दामी अब खिड्कीकै छेउबाट देख्छ नि त आँप चाहिँ। अन्त यहाँनिर चाहिँ म खाना बनाउन लागेँ है। खाना बनाएँ, माम पाकिसकेको थियो, सब्जी पकाउन बाँकी थियो नि त। त्यसले गर्दाखेरि मैले सब्जी बनाउन थालेँ हो। अन्त यहाँ चाहिँ मैले प्याज टमाटर हालेर चलाएँ हैन। अन्त त्यहाँबाट चाहिँ चाना हालेँ है, चाना खानुपर्छ भनेर चाहिँ मैले चाना बनाएँ। चाना चाहिँ अब हामीले हेल्थको लागि राम्रो पनि हो है, प्रोटिन पनि पाउँछ। त्यहाँबाट चाहिँ यहाँ खाना बनाउँदा बनाउँदै सुषमा आइपुग्यो हैन। अन्त उसले चाहिँ एउटा आटाको त्यो कडी हुन्छ नि, त्यो कडी बनाएर ल्याएछ है। अन्त लौ त भनेर चाहिँ टेस्ट गरौँ न भनेर चाहिँ हामीले यहाँ खोलेको थियो, यति दामी थियो हैन, टेस्ट गरे मिठो थियो। अन्त उसलाई पनि टेस्ट गरायो हैन। अन्त उसले पनि खायो, मैले पनि खाएँ हैन। यति दामी भएको थियो है। त्यहाँबाट चाहिँ उसले यहाँनिर रिल्स बनाउँदै थियो हो। अन्त उसले डाँट्दै थियो। र आजको मेरो भिडियो यहीँ एन्ड हुन्छ, बाई बाई।